पैसा, देखिने चिज, घर, सुन चाँदी, यो सबै जति पनि हामीले देखिने चिजलाई हामीले सम्पत्ति भनिन्छ, त्यो पनि DXN भित्र प्रशस्त पाइन्छ। तर DXN मा नदेखिने थुप्रै महत्त्वपूर्ण सम्पत्ति पाइन्छ। के तपाईहरुलाई थाहा छ कि छैन? पक्कै पनि थाहा होला। त्यो सम्पत्ति हो मान, सम्मान, प्रेम, शिक्षा, हैन, संस्कार, जुन चाहिँ देखिँदैन तर त्यो सुन चाँदी भन्दा पनि धेरै महत्त्वपूर्ण हुन्छ। त्यो सुन चाँदी, नोट, क्यास, घर घरेरी भन्दा पनि धेरै महत्त्वपूर्ण हुन्छ। जुन सम्पत्ति हामीलाई DXN ले अप्रत्यक्ष हामीलाई विकास गर्छ। हाम्रो आदरणीय धनकुमार सर भर्खरै हाम्रो बीचबाट यहाँबाट आफ्नो भनाइ राख्दै जानुभयो। पक्कै पनि धनकुमार सर आज आउँदा DXN मा आउनुभन्दा पहिला त्यस्तो व्यक्ति हुनुहुन्थेन, पक्कै पनि हुनुहुन्थेन। तर आज उहाँसँग जुन एजुकेसन छ, जुन प्रकारको संस्कार छ, जुन प्रकारको सम्पत्ति छ, जुन प्रकारको साथीभाइ छ, जुन प्रकारको सम्मान छ, त्यो कसले बनायो? DXN ले बनायो। DXN को शिक्षाले बनायो, DXN को संस्कृतिले बनायो। त्यसकारणले हामीसँग त्यो अदृश्य सम्पत्ति छ, त्यो अदृश्य सम्पत्तिलाई देख्ने कोसिस गर्छौँ। सूर्य परियार आज तपाईँको बीचमा यसरी खडा छ। तर सूर्य परियार आजभन्दा 20 वर्ष अगाडि केही पनि थिएन, हैन। म कुनै पनि व्यक्तिसँग बोल्न सक्ने थिइनँ। म एउटा कोठरीमा एउटा कोठाभित्र सिलाइ पेसा गरेर खाने मान्छे। आज हैन, आज एउटा मैले एउटा सौभाग्य पाएँ, मैले DXN पाएँ। DXN बाट थुप्रै कुरा सिक्ने मौका पाएँ, थुप्रै परिवार पाएँ, शिक्षा पाएँ, संस्कार पाएँ, हुर्किने बढ्ने हरेक कुरा मैले DXN बाट पाएँ। मैले यति धेरै ठुलो सम्पत्ति पाएँ, मैले जसलाई आर्थिक भन्दा पनि मैले मेरो जीवनको नदेखिने सम्पत्ति मैले बढी पाएका छु। त्यसकारण म धेरै धन्यवाद दिन चाहन्छु DXN ले एकदम जोरदार ताली। हामीले नदेखिने धनलाई धन मान्न जबसम्म सकिँदैन नि, तबसम्म हाम्रो जीवनमा वास्तविक शान्ति र आनन्द र खुसी कहिल्यै पनि बाँच्न सकिँदैन। हामी देखिने धनलाई मात्रै हामीले धन मान्छौँ, देखिने सम्पत्तिलाई मात्रै हामी सम्पत्ति मान्छौँ भने हामीलाई सन्तुष्टि कहिले पनि हुँदैन। जहिले पनि मान्छे असन्तुष्टिमा के गर्छ? भड्किरहेको हुन्छ र उसले के गर्छ भन्दा पैसाको पछाडि लाग्छ। पैसाको पछाडि लाग्ने मान्छे कुनै पनि बेलामा रोड छोडिन सक्छ, रोड चेन्ज गर्न सक्छ, डिसिजन बदलिन सक्छ। तर याद गर्नुहोस्, तपाईको डिसिजन यदि तपाईले यो दुईटै सम्पत्तिलाई बुझ्नुहुन्छ, त्यो दुईटै सम्पत्ति DXN भित्र छ भन्ने कुरा तपाईले बुझ्नुहुन्छ भने नि तपाईको डिसिजन एकदम परफेक्ट हुन्छ। तपाईले एउटा निरन्तरता दिन सक्नुहुन्छ र तपाईले चाहेको जिन्दगी तपाईले दुईटै चिज यहाँ छ। त्यसकारणले तपाईलाई मलाई मात्रै एकजना व्यक्तिलाई मात्रै DXN ले परिवर्तन गर्दैन, मेरो सम्पूर्ण परिवारलाई र परिवारलाई मात्रै होइन, मसँग सम्बन्ध राख्ने हरेक व्यक्तिलाई बिस्तारै त्यही संस्कारबाट प्रेरित गर्दै सफलतामा लैजानलाई सपोर्ट गर्छ। र धेरै मान्छेहरू हाम्रो कारणले सफल हुन्छन् नि, खुसी हुन्छन् नि, अनि उनीहरू सबै व्यवस्थित लाइफ उनीहरू जिउँछन् नि, अनि उनीहरूले जहिले पनि धन्यवाद दिन्छन्। अनि त्यो धन्यवाद त्यो पैसाले किनेर पाउने सम्पत्ति होइन, त्यो चाहिँ धन सम्पत्ति खर्च गरेर पाउने त्यो होइन धन्यवाद। त्यो धन्यवाद त्यो हृदयबाट आएको धन्यवाद, भित्र मुटुको गहिराईबाट आएको धन्यवाद, त्यो कयौँ पैसा भन्दा पनि धेरै मान, धेरै ठुलो भ्यालु हुन्छ। तपाईँहरू सम्पूर्णलाई के भन्नु भने DXN ले धेरै कुरा दिन्छ, होइन। हाम्रो जीवनलाई आवश्यक पर्ने वा जहाँसम्म लाग्छ सबै कुरा दिन्छ। त्यसकारणले तपाईले आफ्नो जीवनलाई जति राम्रोसँग बुझ्नुहुन्छ DXN त्यतिलाई त्यति नै बुझ्नुहुन्छ। DXN लाई जति बुझ्नुहुन्छ तपाईको लाइफलाई अझै राम्रो व्यवस्थित बनाउन तपाईले सक्नुहुन्छ। त्यसकारणले तपाईले DXN लाई यस्तो एउटा प्लेटफर्म बनाउनुस् जुन प्लेटफर्ममा हाम्रो साथीले आदरणीय साथी म्याम ग्राउन्डबाट गर्नुभयो, त्यसले परिवारलाई, सम्बन्धलाई, हाम्रो छोराछोरीलाई हुर्कनलाई, बढ्नलाई, हरेक कुराको संस्कार र संस्कृतिमा वृद्धि र विकास गरेर एउटा राम्रो व्यवस्थित लाइफ जीवनयापन गर्नको लागि DXN एउटा गार्जियनसिपको भूमिका खेल्छ। त्यसकारणले थ्याङ्क यू DXN, एकचोटि जोरदार ताली दिएर
लागि एउटा यस्तो तत्त्व चाहिन्छ जुन तत्त्व पैसाले किन्न मिल्दैन। त्यो तत्त्व भयो भने तपाईले त्यो सफलतामा कसैले पनि रोक्न सक्दैन। त्यो तत्त्व बुझ्न चाहनुहुन्छ? यस। बुझ्न चाहनुहुन्छ भने त्यो तत्त्व विश्वास। विश्वास गर्नलाई चाहिन्छ। धन सम्पत्ति खर्च गर्नुपर्छ, सुन अडाएर राख्नुपर्छ, ब्याङ्कबाट लोन लिनुपर्छ भन्दैन। विश्वास मान्छेमा चाहिँ विश्वास दुई प्रकारले आउँछ। कति मान्छेहरू चाहिँ भन्छन् कि देखेपछि विश्वास गर्ने व्यक्तिहरू यो संसारमा देखेपछि भन्छन् नि होइन, तपाईँ ड्राइभर हुनुहुन्छ, तपाईँले राम्रो कमाउनुहोस्, त्यसपछि बल्ल मात्र जोइन गर्छ। त्यस्ता मान्छेले पाउनुहुन्छ तपाईँले, हो कि भन्नु त? एउटा विश्वास देखेपछि विश्वास गर्ने, र एउटा विश्वास हुन्छ कि विश्वास गरेपछि त्यो देखिन्छ। विश्वास जब हामी गरिन्छ बल्ल मात्र त्यो रियालिटी देखिन्छ। त्यस्तो प्रकारको विश्वास हुन्छ। त्यो विश्वास चाहिँ सबै सफलताको चाहिँ मुख्य ध्रुव हो। त्यसकारणले तपाईको हृदयमा विश्वास गर्नको लागि आज हामीसँग देखिने चिज कुनै छ। हाम्रो जमानामा हामीले जब देशले सुरुवात गरेका थियौँ, आजभन्दा 20 वर्ष अगाडि देखिने चिज कम थियो। हामीले भविष्य यस्तो हुन्छ भनेर हामीले विश्वास गर्नुपर्छ। यस्तो हुन्थ्यो, यस्तो हुन्छ भनेर हामीले विश्वास गर्नुपर्छ। किन भन्दा देखिने कुरा कम थियो, डिक्सन सानो थियो, डिक्सनको पुस्तक थिएन, डिक्सनको ट्रेनिङ थिएन, डिक्सनको स्टकिस्ट थिएन, डिक्सनको प्रोडक्ट आउँथेन, डिक्सनको सक्सेस लिडर हामीसँग आउँथेन। थिएन त्यतिखेर सक्सेस लिडरहरू जुन चाहिँ तपाईँले आज पाइलामा तपाईँको अगाडिमा 4 लाख, 5 लाख, 10 लाख, 20 लाख इन्कम गर्ने लिडर तपाईँको अगाडि तपाईँलाई चाहिँ मोटिभेट गर्दैछ। अब पनि तपाईँले विश्वास तपाईँले आफ्नो मनमा ल्याउन सक्नु भएन भने एउटा ठुलो सम्पत्ति तपाईँले पाउँदैन। त्यसकारणले विश्वास अब नदेखेर होइन, अब देखेको कुरालाई पनि विश्वास गरेर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। हिजो हामीले नदेखेको कुरामा विश्वास गरेर हामी यहाँसम्म आएका थियौँ। जुन बेलामा केही पनि थिएन तर पनि हामीले विश्वास गरेको देश एक दिन चाहिँ बेस्ट हुन्छ। कम्पनी थिएन, कति समस्या थियो, त्यो समस्याको बारेमा तपाईँलाई बताउने तपाईँ छक्कै पर्नुहुन्छ। यस्तो पनि समस्या हुन्छ र? अलिकति व्यापार गर्न थाल्यो, एउटा समस्या हुन्छ, फेरि बन्द। फेरि 6 महिना 1 वर्षपछि एउटा राम्रो अलिकति व्यापार विस्तार कम्बिन लाग्यो, फेरि एउटा लेभलमा पुग्यो, फेरि समस्या विभिन्न प्रकारको समस्या, फेरि त्यो समस्या सुल्झायो, फेरि अलिकति व्यवस्थापन मिलायो, अलिकति वृद्धि गर्नु गयो, फेरि अर्को समस्या। त्यस्ता कयौं समस्याहरूलाई उतार चढाव अन्त्यतः डिएक्सएनलाई सरकारले पहिला चाहिँ यसको कुनै पनि कानुनी व्यवस्था थिएन। यो व्यापारलाई, यो पद्धतिलाई अनि थुप्रै प्रकारका उतार चढावमा पनि डिएक्सएनले त छोड्दैन। अनि सरकारले व्यवस्थापन गर्नु परिरहेछ, यसको त कानुन बनाउनु परिरहेछ भनेर सरकारले वास्तवमै डिएक्सएनको जो लगातार मेहनत, लगातार निरन्तरता, लगातारको विश्वसनीयता, डिएक्सएनको राम्रो प्रोडक्ट, राम्रो सिस्टम, राम्रो संस्कार, सबै कुराको बिस्तारै जब बसाल्दै त्यो सबै गतिविधिलाई हेरेर नेपाल सरकारले के गरिदिनु भएछ? कानुन बनाइदिनु भएको छ। जोडदार ताली नेपाल सरकार। अब हामी कानुनी रूपमा पनि एकदमै विश्वस्त छौँ, बलियो छौँ। हामीलाई नेपाल सरकारले कानुनी रूपमा पनि एकदम नम्बर 1मा राखेको छ। हिजो हामीले कानुनै नहुँदाखेरि पनि हामी उतार चढावको जीवनमा पनि एक दिन राम्रो हुन्छ भनेर विश्वास गरेका थियौँ। अब त कानुनले पनि राम्रो गर्यो भने कानुनमा 50% नेपालमै उत्पादन हुनुपर्छ भनेर लेखिदिइसकेपछि डिएक्सएनले पछाडि पनि गर्न सक्दैन, होइन? मैले कहाँ यस्तो गर्न सक्छु? त्यहाँ थोरै जनसङ्ख्या भएको ठाउँमा बाहिर चाहिँ किन चाहिँ हामीले भनेर डिएक्सएनले सोचेन। डिएक्सएनले फेरि फरेन डाइरेक्ट इन्भेस्टमेन्ट के गर्यो त? करोडौं रुपियाँ लगानी गरिदियो र हामीलाई फ्याक्ट्री बनाइदियो। नेपाल सरकारको कानुनलाई सम्मान गर्नलाई र तपाईँ र मलाई संरक्षण गर्नको लागि
DXNलाई एकचोटि जोरदार ताली। किनभने हामीले समयमा धेरै पटक खाद्य प्रोडक्टहरू पाउन सकेन, तर अब प्रोडक्टको उपलब्धको समस्या हुनेवाला छैन। अब हामी थोरै मात्रै समय, हामी त 20औं वर्षमा यो देख्न पायौँ। तपाईहरु भर्खर आउने मान्छेहरू त यति सौभाग्यशाली हुनुहुन्छ, यस्तो सौभाग्यशाली हुनुहुन्छ। तपाईहरु त अहिले यता हेर्नु कम्पनी, यता हेर्नु मेड इन नेपाल, यता हेर्नु ट्रेनिङ, यता हेर्नु सबै सफलताबाट लिडरहरू छन्, यता हेर्नु प्रोडक्ट खाएर कुनै इक्जाम्पल कुनैको के राम्रो भएको छ के प्रोडक्टको त्यस्तै इक्जाम्पल पाउनुहुन्छ। तपाईलाई पनि अब पनि काम गर्न गाह्रो हुन्छ, अब गाह्रो हुँदैन। यदि गाह्रो हुन्छ भने तपाईलाई एउटै तत्त्वको कमी छ, बुद्धि विश्वासको कमी छ। तपाईले विश्वास अझै पनि गर्न सक्नु भएको छैन, अझै पनि तपाईले लापरवाही हुनुहुन्छ, अझै पनि तपाईलाई अन्य भइरहेको छ। यत्रो धेरै कुराहरू देख्दै पनि हामी यति लामो समयदेखिबाट निरन्तर डिएक्सन भनेको मान्छेलाई देख्दै पनि अब पनि तपाईहरुको कुरा अल्मलिन्छ भने तपाईलाई एउटै तत्त्वको कमी छ, त्यो के हो? विश्वास। त्यसकारणले विश्वास लिनुहोस् र तपाईको सफलतालाई निश्चित गर्नुहोस्। तपाईले जे सोच्नुहुन्छ त्यसमा त्यो पाउनुहुन्छ। बुझ्नुभयो? त्यसकारणले तपाईले आजै दिनबाट तपाईको विश्वासलाई बलियो बनाएर तपाई त्राउने बाटोको यात्रामा अगाडि बढ्नुहोस्। त्यो सम्पूर्ण शुभकामना गरे यहाँबाट म बिदा हुन चाहन्छु। थ्यांक यू सो मच। Good morning.